यहाँ लो हामी यही हो नि घर चाहिँ मुभी हो नि टायर पङ्चर भएको छ त्यही भएर हामी अड्डाछौँ अलिक टाइम एक घन्टा लाग्छ हामी रक्सी खाने हो नि यताको भ्यू जस्ट अलिक पर्छ सानो माने हजुरले पोस्ट गर्दै हुनुहुन्छ हे गाइज वेलकम ब्याक टु आवर एनदर ब्लग सका आज त हामी जाँदैछौँ घुम्न आज चाहिँ 2 दिनपछि यस्तो उज्यालो गरिरहेको छ रुकुमकोटमा पुरै पानी मात्रै परेको छ नि त अनि मालती हजुर ल्याउन हामी चाहिँ कमल त गएर पनि कमल त थियो फेरि फर्केर आएन पनि मान्छे त्यही गाडीमा चाहिँ हामी चाहिँ जान लागेको छौँ हिउँ छ कि छैन पो त्यो चाहिँ थाहा छैन ती गएर थाहा हुन्छ यहाँतिर चाहिँ बाटो भन्नु लाग्छ त्यस्तो टाइपको हामी चाहिँ हिँडिसक्यौँ हामी चाहिँ अब जान लाग्नु छौँ के अरे हिउँ खेल्न खुब अलि हिउँ भेट्ला त किन तिनीहरू सस्तै मस्त मान्छे गएको नि त धेरै मलाई चाहिँ नभेटेर किन हाई परिलोको गाडी हामी पछाडि यस्तो बस्यो हामी चाहिँ मेरो हालत हामी चाहिँ जाने एक्साइटेड दादा भाउजू त्यसरी बस्नु पर्यो कहाँ बुझ्यो भने त्यसरी बसेको छु मेरो हालत बुझिसक्यो के गर्ने त तिमी आफ्नो बसेको त यो बजाती हो खाबाङ भयो के अरे खाबाङ भयो अरे वाउ छैन कति सानो माने खोजेर पनि गीत लागिसक्नु पर्छ झर्नातिर नै गीत लगाइदिनु न सुकीमा गीत लगाइदिनु भने लगाइदिनु न आए खिच्यो नि फाइनली गाइस हामी चाहिँ लुकुम पुगिसक्यौँ माथितिर हिउँ लुकुम गाउँ देखाउने भनेको थियो कहाँ हिउँ हामी चाहिँ लुकुम पुगिसक्यौँ लुकुम गाउँ घर चाहिँ मुभी बनायो नि दादाको मोबाइल घर चाहिँ मुभी बनेको ठाउँ यहाँ फोटो खै त अनि यहाँदेखि अब धेरै टाइम त लाग्दैन होला हामी जाने ठाउँ अब मतलब थोरै टाइम लाग्छ माथितिर हेर्न सक्नुहुन्छ कस्तो राम्रो हिउँ परेको छ त लुगुम त लुकुम भनिन्छ फोरा खिच्ने यसकी हालत देखो बम्बे आउने भने त बाइक र अटो के पहिला हामी एकचोटि 10 क्लासमा आए बेला त यता फ्री थियो क्या 10 क्लासमा आयौँ 10 क्लासपछि 3 वर्षपछि आयौँ हामी चाहिँ होइन 10 क्लासदेखि ऊ माथि 11 क्लासमा पढ्दाखेरि गाम चाहिँ टुर नै हिउँ बेलाको भनेको छु मैले ठ्याक्कै 3 वर्षपछि आयौँ हामी चाहिँ झरिसक्यौँ अब यहाँबाट उता नजाने अरे के अरे ढिला के हुन्छ यहाँहरू चाहिँ के नास्ता लिन जानुमा हिउँ चाहिँ पारी हेरेन कति धेरै छ वाउ तर त्यहाँ जाने टाइम लाग्छ जाने हुन्न त्यहाँको भ्यू चाहिँ वा तर के गर्नु हिउँ जानेलाई पुरै सिमना पुग्नुपर्छ अरे अब टाइम पनि भएन गाडी पनि जान्न अरे त्यहाँसम्म यस्तो हामी त लौ कस्तो खान त ल्याउनु जानु किन ल्याइदिन न खान लिदिनु पनि गयो अनि हामी चाहिँ आज यहाँसम्म मात्रै हिउँमा जाने खेल्ने सोचिरहेको थियौँ भाउजूले फोटो खिच्ने कार्यक्रम चल्दा माथि हिउँमा नलग्ने कसले अग्नि हिउँ ल्याएको थिएँ लग्ने भने त हामीले यहीँ छोडेको हिउँ जानुको त्यहाँ भनेपछि 1 घन्टामा त बढी लाग्छ अब 4 बजिसक्यो अब घर जानु 4 पनि होइन 4:30 भयो फोटो खिच्छौँ यताको भ्यू just looking like a wow दफा हो जाओ भया तिनीहरू चाहिँ खाना लिएर मतलब नास्ता लिएर आइसके नास्ता अब चाहिँ खाने रक्सी अगे यहाँ भाउजू यहाँ छुट्टै बसिकन हामी रक्सी खाने भन्ने आज खाना बसेर खाने एकछिन बसेर खाने नि हजुरले सिनेमेटिकबाट
रातो रङ हुन्छ प्यालो हेरु आज हामी चाहिँ यसो माथि पाथियालासम्म जाने हाम्रो चाहिँ योजना थियो पुग्न सकेनौँ समयले हामीलाई अलिकति साथ दिएन हो थ्याङ्क यू अनि हामी चाहिँ यही रुपा यो टाउनमा बसेर नास्ता गरिरहेका छौँ नाम के अरे रुपा टावर रुपा यसो मिलाएर खाँदैछौँ यहीँबाट हामीहरू फर्किने हुन्छौँ होला हस् त धन्यवाद भान्जीलाई हजुरले पोस्ट सिकाउँदै हुनुहुन्छ आयो पोज कसरी के गर्ने भने काइलाजलाई सोध न हान्गे नानी त खिच्नै पाएनौँ एउटा फोटो खिच्दै ठिक फोटो बिगार्नुमा कपाल सरले भिडियो बनाउँदैछन् यहाँ आयाभरिमा कपाल भने तिनीहरू हुन् दादा भाउजूहरू तिनवटा उता गइजानु भयो अगाडि घाम गएको थियो नि त अहिले घाम आयो हाइट बुढाको मतलब दादाको सानो छ भाउजूको ठुलो हाइट छ त्यही भएर म्याच हुन्न यी भाउजूले बराबर देखिनुको लागि स्ट्यान्डिल नै छाड्नु भयो त्यही पनि दादा छोटो मानिनुहुन्छ त अनि हामी चाहिँ यहाँदेखि अब घर फर्किन आइक्यौँ अब घाम चाहिँ यहाँदेखि गयो अनि हामी चाहिँ अब यहाँदेखि फर्किन आयौँ अब नानी बाइकमा गयौँ त्यसो भयो अनि हामी चाहिँ अब गयौँ फर्किन आइक्यौँ हाम्रो चाहिँ क्या गर्छौ भिडियो एडिट अहिलेको सौन्दर्य दिन यस्तो भइसक्यो कति बज्यो 6:30 भइगयो 6:30 भइसक्यो यहाँ चाहिँ हाम्रो के रे नानी टायर पङ्चर भएको छ त्यही भएर हामी अड्डा छौँ अझै घर जाने कति टाइम लाग्छ 1 घन्टा लाग्छ 1 घन्टा लाग्छ नि भाउजू हजुर इनले चाहिँ भिडियो एडिट गर्न दिइछिन् इधर हम हे इधर टायर लाग्नु दादाहरूले टायर बिग्रेर मान्छे आइसक्यो हाम्रो चाहिँ टायर बनेर पनि हामी हिँडिसक्यौँ यही 2 छुट्या नि यता हामी चाहिँ अब घर पुग्न कति लाग्छ होला टाइम झरा झरा के लगायौँ हामीलाई मार्नु चाहिँ नत्र त्यो मम्मीको लिपस्टिक हो यस्ता मान्छे किन जान्छ ए जुसे यो
फाइनली गाइज हामी पुगिसक्यौँ घर। आज 7:30 बजिसकेको छ अहिले चाहिँ टाइम होइन गाइज। दोनों की हालत देखो, तरस आ रही है तुम दोनों पे। कस्तो अहिले के बनाखानु भयो पकाया खाना खाने भन्छन् क्या। बाटो यस्तो पानी आएर यस्तो हिलो भयो। हामी चाहिँ अब घर पुग्न लाग्यौँ। अनि आज ब्लग चाहिँ यति नै, किनभने हाम्रो फोनमा चार्ज पनि सकिएको छ, कति 10% जस्तै होला। सो थ्याङ्क यू फर वाचिङ, बाई 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 बाई। सी यू नेक्स्ट भिडियो। सी यू नेक्स्ट भिडियो बर्थडे आउँछ हाम्रो।